नमस्ते दर्शकबिन 2082 को निर्वाचन लगभग अन्तिम चरणमा वा सकिसकेको छ। आजको निर्वाचन सरस्वती हेर्नुपर्दाखेरि एकदमै राम्रो शान्तिपूर्ण तरिकाले सम्पन्न भएको देखियो, एक दुई ठाउँ बाहेक। तर ओभरअल चाहिँ यसपालिको चुनाव शान्तिपूर्ण नै रह्यो। देशभरिको अब मतगणना सुरु छिट्टै होला, मतगणना प्रतीक्षामा छौँ। यसपालि हाम्रो भन्दा नि राम्रो मान्छे चाहिँ निर्वाचन जित्नुहुन्छ भन्ने सबै जनताको आश छ। त्यही अनुसार जनताहरूले भोटिङ गर्नुभएको छ र यो चुनाव सम्पन्न गराउनेमा धेरैजनाको हात छ। तर मलाई विशेष के लाग्छ भने प्रधानमन्त्रीज्यू सुशीला कार्कीज्यूलाई नै यसको मेन श्रेय दिन चाहन्छु। उहाँले गर्दाखेरि यो चुनाव सम्पन्न गराउनु भयो। वातावरण कस्तो थियो त्यस्तो वातावरणबाट चाहिँ निर्वाचन ल्याइपुग्नु धेरै चुनौतीपूर्ण थियो। उहाँले चाहिँ यसलाई चाहिँ सफल बनाउनु भयो। छिट्टै बेलुकाबाट साँझबाटै सुरु होला र निर्वाचन अपडेट म सँगसँगै लिएर आउँदैछु। हस्त दर्शकहरू नमस्ते।